खारियोस् भनेर हो। बस अर्को कुरो छ नि बसन्त, कहिलेकाहीँ यो साहित्य छ नि, मलाई विज्ञानभन्दा थोरै अगाडि छ जस्तो लाग्छ। तिमीहरू बडो गजबका हुन्छौ बसन्त। भुइँबाटै आकाश छुने उचाइ हुन्छ तिमीहरूको। बिना यन्त्र सूर्यको ताप र जुनको शीतलता नाप्छौ तिमीहरू। हावाको शिरशिर र पानीको कलकलको आवाजले भन्न खोजेको कुरा बुझ्छौ तिमीहरू। मानौ माहुरीको भुन भुन साहित्यले वर्णन नगरेको भए त्यो आवाज कसरी निस्कन्छ भनेर विज्ञानले खोज्ने थिएन कि? फूलको सौन्दर्य र बास्नाको बयान साहित्यले नगरेको भए त्यो फूल कसरी फुल्छ भनेर विज्ञानले खोज्ने थिएन कि? त्यसैले तिमीमा म वैज्ञानिकता देख्छु र नयाँ पाठ पढ्नु अघि तिमीबाट नयाँ सिर्जना खोज्छु। यसलाई म विज्ञानसँग मिलाउने प्रयत्न गर्छु। मलाई बडा मजा आउँछ। जुन काममा मजा आउँछ नि, हो त्यही काम गर्नुपर्छ।